एकचोटि म जेल पुगेँ। जिन्दगीमा कहिले पुगौँला भनेर मैले सोचेको त थिइनँ हैन। तर पनि त्यो बेला पुग्दाखेरि मैले के कुरा एक्सपिरियन्स गरेँ, यो कुराहरू सायद मैले तपाईहरुलाई शेयर गर्दाखेरि तपाईहरुले पनि एउटा नयाँ पर्सपेक्टिभ चाहिँ पाउनुहुन्छ जस्तो लागेर म तपाईलाई भन्छु है। हुन त मेरो एकदमै व्यक्तिगत कुरा हो, तर पनि म सानो तपाईलाई स्टोरी शेयर गर्न चाहन्छु कि अब खाएर हिँड्दाखेरि विभिन्न ड्रग्सहरू नै बोकेर पनि हिँडियो, विभिन्न नचाहिने कामहरू पनि मेरो हातबाट भए हैन। तर पनि पुलिस कस्टडी भनेको पर्ने निस्कने भइरहेको थियो। त्यो ठुलो कुरो मलाई लाग्ने पानी परिसके जस्तो भइसकेको थियो। तर एकचोटि म जेल पुगेँ अनि जेलमा पुगिसके पछाडि प्रहरी चौकीबाट मलाई जब जेल चलान गरियो, त्यसरी जेल चलान गर्दाखेरि म गाडीको भ्यानको पछाडि बसेँ हैन। गाडीको भ्यानको पछाडि यसरी बस्दाखेरि एकजना चाहिँ बाइक चोरीको मुद्दामा उहाँ हुनुहुन्थ्यो एकपट्टि, अनि एकपट्टि चाहिँ समथिङ ड्रग्सकै रिलेटेड कुनै इस्युमा समबडीलाई चाहिँ जेल चलान गरिरहेको रहेछ। अनि यसरी हामीहरू हतकडी लगाएर म पुलिसको भ्यानको पछाडि त्यसरी बसिरहेको थिएँ। अनि हुन त कानुनले आफ्नो स्टाइलले आफ्नो सबुत अनि प्रमाणको आधारमा उसले को चाहिँ दोषी हो को होइन त्यसरी निर्धारण गर्ने, त्यसरी न्याय गर्ने आफ्नो उसको सिस्टम छ। त्यसको विरुद्ध मैले केही भनिरहेको होइन, त्यो मैले भन्ने कुरो पनि होइन। तर मेरो आफ्नो पर्सनल मेरो हातबाट के गल्ती भएको छ के गल्ती भएको छैन त्यो त मलाई थाहा छ नि त। त्यो हिसाबले मैले केही पनि गल्ती गरेको छुइनँ भन्नेमा थिएँ है। त्यसकारणले त्यसरी म जब जेलमा पुगेँ अनि जेल जब गइरहेको थिएँ, म पुलिसको भ्यानमा बसेर चौकीबाट चलान भएर जेलतिर लगिरहेको थिएँ मलाई हैन। अनि यसरी हतकडी लगाएर बसिरहेको थिएँ। अनि त्यसपछि मैले के सोचेँ भने यतिका समयसम्म मैले कस्टडीमा परेको हुँ, यो मेरो लागि नयाँ कुरा पनि थिएन। तर जेल भन्ने ठाउँमा म जिन्दगीमा कहिले पनि गएको थिइनँ कि। सोचेर हेऱ्यो भने त्यहाँनिर त बलात्कार गर्नेहरू अनि त्यहाँनिर मान्छेलाई मारेर पनि टुक्रा पारेर बोरामा हालेर अनि त्यसपछि कहाँ लगेर गाड्दिने त्यो लेभलसम्मको अपराधीहरू त्यो जेलमा हुन्छन्। त्यहाँ भित्र गइसकेपछि त्यो जेलभित्रको माहौल कस्तो हुन्छ होला भनेर मेरो मन आत्तिरहेको थियो कि। त्योभन्दा अगाडि जेल भिजिट पनि मैले कहिले गरेको थिइनँ है। अनि जब त्यसरी त्यो ढोकाको भित्र म छिरेँ, त्यो सानै ढोका हुने रहेछ कि फिल्ममा हामीले देखाउने जस्तै। अनि त्यो सानै ढोका थियो। अनि त्यो सानो ढोकाभित्र मैले यस्तरी त्यो ढोका खुलेर यस्तरी भित्र हेर्दाखेरि त ठुलो एरिया थियो हैन। अनि त्यो एरियामा एकदमै भिडाभिड मान्छेहरू थियो कि। अनि मैले यस्तरी जब त्यो हेरेँ, दिउँसोको टाइम थियो तर मैले टोटली अन्धकार देखेँ कि। अन्धकार मैले कुन सेन्समा देखेँ भने रिकभरीमा आइसके पछाडिको कुरा भन्दैछु है म तपाईलाई। रिकभरीमा आइसके पछाडि मैले यति लामो समयसम्म चाहिँ हामीले पोजिटिभ अब खाएर हिँड्दा पो नेगेटिभ नगरिकन हुँदैन, यो संसार पनि सबै नराम्रै छ अनि म पनि नराम्रै गर्नुपर्छ मैले सक्सेसफुल हुनको लागि भन्ने खाले मेरो सोचाइ हुन्थ्यो। तर रिकभरीमा आइसकेपछि त मैले यति लामो समयसम्म हामीले इमान्दार भएर बाँचेर पनि हामीले जीवन बिताउन सक्छौँ अनि हाम्रो जीवनमा रियल शान्ति भनेको इमान्दार भएर बाँचेपछि मात्रै हामीले ऋषि पाउन सक्छौँ भन्ने आधारमा मैले पढाएर आएको थिएँ। तर जब आफूले केही गल्ती नै नगरिकन पनि मलाई त्यस्तो मेरो विचारमा है, म त्यसरी गल्ती नै नगरिकन पनि म त्यसरी जेलभित्र पुगेँ। सबैतिर मैले अन्धकार देखेँ अनि म भित्र मेरो मनभित्रको जुन चाहिँ इमान्दारीसँग हामीले काम गर्नुपर्छ भनेर मैले जुन सिद्धान्तमा म अडिग भएर बस्थेँ त्यो सिद्धान्तै हल्लियो कि। किनभने कति इलिगल काम गर्ने मान्छेहरू त बाहिरै छन् त। अनि मैले त यो समाजको लागि केही पोजिटिभ नै गर्छु भनेर सोचेको छु। म रिकभरीमा छु, मैले राम्रो नै काम गरिरहेको छु। तर पनि म जेल पुगेँ भन्नुको अर्थ त हुँदैन कि क्या हो। यतिका लामो समयसम्म अहिलेसम्म मैले कतिजना मेरो रिकभरी भाइहरूलाई तिमीहरू इमान्दार बन भनेर मैले सिकाएँ। तर यो जुन सिद्धान्त छ, यो इमान्दार भएर हामीले आफ्नो जीवन बिताउनु पर्छ भन्ने यो सिद्धान्त, यो त गल्ती छ क्या हो। मैले उनीहरूलाई गल्ती पढाइदिएँ कि क्या हो भनेर मलाई एकदमै धेरै डर लाग्यो।